My new family guys, we are back again. हामी चाहिँ फेरि अर्को भिडियोमा आइसकेका छौँ। टक्क लाएर लभली वेलकम छ यहाँलाई। टक्क हामी चाहिँ यहाँ बसिरहेको छौँ थकित भएर। केटाहरूको अनुहार टक्क लाएर किन थकित भएर सोध्नु होला किन थकित भयो यिनीहरू भनेर सोझी गरायो कि केटा, अरू केही पनि होइन। सोझी रुमको सोझी भक्कु घोडा हो यहाँतिर देखिरहेको सोझी खत्रै गरे हो कि फेरि चाहन्छु नि हो सोझी गर्ने पनि एउटा कारण छ। अब हाम्रो रुम चेकिङको लागि आउँदैछ अरे गाइज र हामी चाहिँ निस्किनु पर्ने हुन्छ टक मिलाएर, अनि चामल लिएर आउनु पर्ने हुन्छ। अस्ति लिएर आएको चामल चाहिँ सकियो हाम्रो, अनि हामी चाहिँ फेरि जानुपर्ने हुन्छ बाहिर। हेर्नु गाइज एक हप्ता भइसक्यो चामल लिएर आएको, अनि सक्यो क्या अस्तिको चामल चाहिँ। टक्क दिन परे सोझीमै गयो टाइम चाहिँ। गयो त अनि पठायो त हामी चाहिँ निस्किनु पर्ने हुन्छ ढक्क लाएर। अनि चामल समय यता मासु सासु तरकारी ल्याउनु पर्ने हुन्छ है। त्यही खोइ आइसक्रिम ल्याउ न यार, मेरो पनि जान्छ ब्लगर, फेरि ब्लगर छ हाम्रो। अनि बहिनीले आइसक्रिम लगाइदिएको रहेछ, आइसक्रिम लगाइदिएको रहेछ हामीले चाहिँ यस्तो लागि चाहिँ हामी लाइट एकदम लड्काएर यता छ। बोलाम नखाने आइसक्यो कसो नमिलो है। ल हामी चाहिँ जाउँ। अनि कति तारिक रे हाम्रो रुमको चेकिङ? 16 तारिकमा चाहिँ रुमको चेकिङ रे। आज चाहिँ हानेको फेरि हामीले 4 दिन अगाडि हान्यो भने त फेरि के प्राइज साइज पाउँछ भने होइन, त्यो प्राइज चाहिँ हामीले जित्नुपर्ने हुन्छ केटा हो। अनि त्यो चाहिँ पाउनु पर्ने हुन्छ हामीले, त्यही भएर चाहिँ खत्रै घोडाएको छौँ। रुम चाहिँ फेरि टिलिक्कै छ। रुम के अरे सफा राख्यो भने त पाउँछ अरे क्या प्राइज 40,000 चाहन्छन् कति सुने हो मैले चाहिँ, त्यति पाउँछ भने सुने हो। त्यो चाहिँ हामीले पाउनु पर्ने हुन्छ क्या। के छ दिदी कता हिँड्यो? कहाँ हिँड्यो तपाईँ बिजुली बालेर? ल ए गाई उता जाउँ, अलिअलि सामान लिएर आउँ। अनि फेरि त्यही हो उता गएर भेट्नुपर्छ है त्यो साथीभाइहरू। ल है साथीभाइहरू हामी चाहिँ कुद्नुपर्ने हुन्छ कि फेरि अस्तिको जस्तै हो क्या, फेरि कुद्नु चाहिँ पर्छ है। कुदौँ। हाम्रो लड्काहरू चाहिँ यहाँ छ। समस्या के फेरि जहाँ बनाइसकेपछि फेरि यतिको स्टामिना भएन भने त काम छैन केटा। अनि त्यही हो टक्क लगाएर नेपालदेखि चाहिँ मोटामोटी के अरे धेरै खानु मन लाग्छ खाएर हो केटा। स्टामिना चाहिँ चाहिन्छ, कुद्नुपर्छ यसरी। हो फाल्थ्यो यो नेपालीहरूलाई हामी सुधार्न सक्दैनौँ भन्छ होला है जापानिजहरूले नि। अरे यार तो गजाइमास साथीभाइहरू समस्या क्या अखाने मान्छेहरू सामान किन्न जाने। अब हाम्रो स्पोन्सर चाहिँ यहाँ छ, त्यहाँ लाएर पैसा निकाल्दैछु साथीभाइहरू उल्टै चाहिँ। अब मैले चाहिँ यहाँ पैसा हेर्नुपर्ने हुन्छ मेरोमा कति रहेछ, टक्क लाएर पैसा चाहिँ हेरौँ। अनि अलि भेट्नुपर्छ है त गाई। यो चाहिँ लड्का केटो हो क्या, म चाहिँ लड्का छु। अनि एकछिन देखाउ न। ए तेरिका यो चाहिँ पैसा भन्छ गाई त्यसलाई चाहिँ। यसको लागि चाहिँ फेरि हामी दिनरात भाँडा माझ्नुपर्ने हुन्छ, दुःख गर्नुपर्ने हुन्छ। के को लागि? पैसाको लागि। अब फेरि मैले चाहिँ कोइन निकाल्यो, त्यो अलिअलि थियो कोइन, त्यो चाहिँ निकाल्यो। अनि अलिअलि ठिक्क बनाएर राखेको छु। त्यसले मलाई 8 दिनले पुग्नुपर्ने छ। महँगो यही हो साथीभाइहरू, 8 दिनले बाँड्नुपर्ने छ। चामल कति जाने? फेरि यस्तो दामी हो हुनु चाहिँ काटिदिउँ फेरि समस्या क्या साथीभाइ। तेरिका
जापानमा जिन्दगी आधी जिन्दगी त केटा हो कुदेरै जान्छ त्यही हो यस्तो छ माहौल तकलाएर हामी चाहिँ एक्काइस स्टेसन आइपुग्यौँ एउटा चाहिँ अलिकति मात्र टाढा छ त्यो नेपाली माड चाहिँ त्यहाँबाट यसो चामल बुझ्नुपर्ने हुन्छ नेपाल के अरे जापानमा के अरे चामल 5 केजीको चाहिँ 2000 भन्ने सुनेको थियो यतातिर आयो कि आएन थाहा छैन हामीले फेरि होइन थाहा छैन थाहा छैन तकलाएर त्यहाँ गएर गाह्रो हुन्छ समस्या कि साथीभाइहरू म चाहिँ यो चाहिँ एकदम राम्रो परिवारहरू आउँछ त्यही भएर यहाँ आउनु अलिक कस्तो कस्तो लाग्छ डर पनि लाग्छ है त्यही भएर म चाहिँ यहाँ यो स्टेसनमा जाँदैन साथीभाइहरू है काम परेको बेला आउँछु नत्र मलाई गाह्रो पर्छ क्या यहाँ धेरै परिवार छ क्या धेरै परिवार आउनुपर्छ उहाँहरूसँग यहाँहरू आउँछ है जापानिजहरू फेरि बाबा बिहे गरिदिन्थ्यो होला है म त है हुन्छ बिहे गरिदिन्थ्यो होला अन्त नि यहाँ फेरि बच्चाहरूले चाहिँ हेर्नुहुन्न 18 बस्नु मात्र हेर्नुहुन्छ नेपालमा चाहिँ गाई पनि के अरे बच्चाहरू लोभ लाग्दो छ अनि फेरि के भन्नु क्या हिँड्दा फेरि हेर्नु चाहिँ नमिल्दैन तर हेरिदिउँ के छ र होइन त हेर्नु मिल्दैन हो हेर्नु हेरिदिउँ न के छ हेर्नु है देखिरहेको होला केटा हो तपाईँ फेरि नेपालमा बसेर ऱ्याल्छु आउने काम चाहिँ नगर जापान आउनु पऱ्यो त्यसको लागि दुःख गर्नु पऱ्यो मेहनत गर्नु पऱ्यो नेपालमा भाषा बनाऊ जापान आऊ त्यही हो होइन त डक्कलाएर यहाँ चाहिँ म्याकडोनल्ड्स भोकसोक लाग्यो भने यहाँ आउनुपर्ने हुन्छ यहाँ आउँदा चाहिँ फेरि लाइन बस्दाखेरि भोक हराउँछ कि केटा हो अस्ति प्याक हुन्छ यहाँ लाइन बसेर यसो खाजा खाँदा त भोक हराएर नि यहाँ भित्रको मुसा हराएर नि भोक हराइसक्यो हुन्छ कि यहाँ यस्तो प्याक हुन्छ बर्गर खानलाई के भन्नु समस्या खानै पऱ्यो हिँड्नै पऱ्यो टक्क लाएर बजारतिर आइपुग्यो उता गयो गाउँ यता आयो बजार के हो जापान अनौठो छ केटा अनौठो छ जापान भाग्नु के हो अरे दिदीले चाहिँ हेऱ्यो अब खै किन हेऱ्यो हो मलाई नै लाज लाग्यो नेपाली चाहिँ होइन फेरि मलाई यसरी हेर्दा चाहिँ आफूलाई लाज लाग्दो रहेछ है अब के भन्नु फेरि लाइट बलिसकेको यस्तो छ है अब उता जाउँ हजुर दाइ अनि राईलाई दियो क्या हो अहिले सुखार मासु त गर त्यसलाई को त पर्सनल लाइफ हो अरूको डिस्टर्ब हान्नु कि पुरा सुतिरहेको हुन्छ यार अनि के भन्छ रे काममा के सिकायो भने के भनेर आउँछ रे काममा सिकाएको कुरा बुझ्दै आउँछ 12 बजी राति यार के भनेर आउँछ रे भन न मुला के सेन्ताको भनेर आउँछ रे तर आइ त अनि हो के यो साँचो हो बोल्यो भने सबको मैले के गर्नु अब अरू छुट्टी ठाउँमा आफूलाई लिनुपर्छ क्या अनि त्यहाँ कस्तो हुन्छ ल साथीभाइ हाम्रो बले भाइ चाहिँ यहाँ फायर भइसकेको छ है फेरि बलराम चाहिँ यहाँ राम्रै कुरो पर्छ फेरि धर्म बलवान मान्छे हामीले चाहिँ मायाले बले भाइ भन्छौँ मैले त्यो जिबुसिबु पार्ने म त क्या लड्का छ यो छु नि जुन कम्पिटिसनलाई हो भने युनिक यार छैन लगा छैन बले हो क्या बले ल साथीभाइहरू त्यही हो हामी चाहिँ टक्कलाई सानो बोकेर त्यो बोक अलिक मजाले बोकाउनु भिडियोमा आउनु पऱ्यो काममा राख्नु हो ल साथीभाइहरू हामी चाहिँ टक्क लगाएर हाम्रो व्यवस्था गरेर हिँडिसकेका छौँ अनि टक्क लगाएर अघिको चाहिँ कट गरेर हाल्नुपर्ने हुन्छ बले भाइले मेरो भिडियो बिगारिदिएको छ त्यो चाहिँ कट गरेर हाल्नुपर्ने हुन्छ साथीभाइहरू होइन त माछा खानुपर्ने रे पल्क्या अरे बले भाइ अनि टक्क लगाएर यसलाई चाहिँ फेरि खुसी पार्नुपर्ने हुन्छ क्या हामीले किनभने यो लड्का हो हाम्रो
त्यही हो ल साथीहरू अलिक घर जाउँ अनि तपाईँहरूलाई देखाउनु पर्ने हुन्छ आजको सामान कति चाहिँ आयो भनेर ल त्यही हो हामी चाहिँ फुलमा आइसकेका छौँ तरकारी बनाउनु पर्ने हुन्छ है यहाँ चाहिँ हाम्रो केटाहरूले तरकारी बनाएर आएको छ यहाँ चाहिँ आज चाहिँ माछा खानुपर्ने हुन्छ आज चाहिँ है माछा खानु मन लाग्यो क्या धेरै भयो त्यही भएर माछा खानु हुन्छ के गर्नु है माया बढेरै नसक्छौ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि अब जानी भए जाऊ ए माया बढेरै नसक्छौ हो तिम्रो त्यो चाल देखेर आज फुरफुरी लाग्यो नि कपालुरै फर्किन खानासाना खुवाउनु अरे बगैला चुदौली चुराई फुलेको फुल लिएर जान्छ मेरो जान्दैको चिनो हराइछ यो त जान्दैन फुलेको फुल लिएर